हजुरहरूलाई थाहा नै छ, अमेरिकामा यति बेला नक्कली विवाह गरेर अमेरिकाको ग्रिन कार्ड लिनेहरूमाथि पनि कडा कारबाही बढिरहेको छ। अमेरिकामा नक्कली विवाह मार्फत ग्रिन कार्ड वा अन्य आप्रवासन लाभ लिन खोज्नेमाथि सङ्घीय कारबाही र निगरानी एकदमै कडा बनाएको छ, जाँच एकदम कडा बनाएको छ। पछिल्लो समय अमेरिकी अधिकारीहरूले यस्तो विवाहको सञ्जालमाथि अनुसन्धान र पक्राउ समेत तीव्र पारिरहेका छन्। हाल एउटा सङ्घीय अनुसन्धानमा 1 दशकसम्म चलेको कथित विवाह ठगी सञ्जालमा 1000 भन्दा बढी नक्कली विवाह गराइएको आरोप लगाइएको छ। उनीहरूमाथि मुद्दा चलाइएको छ। अभियोजन पक्षका अनुसार अमेरिकी नागरिक र विदेशी नागरिकबीच कागजी रूपमा विवाह गराएर ग्रिन कार्ड प्राप्त गर्न सहयोग गरिएको थियो। केही विदेशी नागरिकले ठूलो रकम तिरेको र अमेरिकी नागरिकलाई विवाह सहभागी भएबाद पैसा दिएको आरोप छ। यसरी नक्कली विवाह गरेर अमेरिकाको ग्रिन कार्ड लिनेमाथि यस्तो अभियान चलाएको छ। युएसएसले विवाह वास्तविक वैवाहिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले गरिएको हो कि केवल इमिग्रेसन फाइदाका लागि गरिएको भन्ने विषयलाई गम्भीर रूपमा अहिले जाँच गरिरहेको छ। विगतमा गरेका गल्तीहरूलाई पनि केलाइरहेको छ। अधिकारीहरूले आवश्यक परे दुवै पति पत्नीलाई छुट्टा छुट्टै अन्तर्वार्ता लिन र सम्बन्धित वास्तविक भएको प्रमाण माग्न सक्नेछन्। अब नक्कली विवाह प्रमाणित भएमा ग्रिन कार्ड आवेदन अस्वीकृत हुनका साथै भविष्यमा आप्रवासन लाभमा समेत असर पर्नेछ। अमेरिका आउने बाटो बन्द हुनेछ। युएससिएसका अनुसार विवाह ठगीमा संलग्न व्यक्तिमाथि रिमुभल प्रोसिडिङ अर्थात् देश निकाला र दोषी ठहरेमा 5 वर्षसम्म जेल सजाय र $2,50,000 जरिवाना हुन सक्ने व्यवस्था रहेको छ। त्यसैले वास्तविक वैवाहिक सम्बन्ध बिना केवल ग्रिन कार्डका लागि विवाह गर्ने वा गराउनेलाई अहिले अमेरिकी इमिग्रेसन अधिकारीले निकै कडाइका साथ हेर्न थालेका छन् र धेरै यस्ता केसहरू अहिले एकदमै अनुसन्धानमा रहेको छ। विगतमा जसले यस्तो गलत कार्य गरेका थिए, केवल ग्रिन कार्ड पाउनका लागि विवाह गरेका थिए, उनीहरूमाथि पनि अहिले अमेरिकाको युएससिएसले कडा निगरानी बनाएको छ र ती व्यक्तिहरूमाथि कारबाहीलाई अगाडि बढाएको छ। धेरैजसोले विगतमा अमेरिकाको ग्रिन कार्ड पाउनका लागि कागजमा विवाह गर्ने र ग्रिन कार्ड आएपछि सम्बन्ध विच्छेद गर्ने जस्ता कुराहरू भएका छन्। धेरै भएका छन् एसियाली मूलका व्यक्तिहरूमाथि पनि। उनीहरूमाथि पनि अहिले अमेरिकाको आप्रवासनले एकदमै कडा अनुसन्धान र निगरानी बढाएको छ र उनीहरूमाथि कारबाही गरेको छ र अब त्यो प्रमाणित भएमा ग्रिन कार्ड नै रद्द हुन सक्ने र देश निकालाको अवस्था समेत हुन सक्ने देखिएको छ। त्यसकारण केवल कागजका लागि, केवल ग्रिन कार्डका लागि यस्तो प्रवृत्ति कसैले गरेको छ भने अब उनीहरू अमेरिकाको कानुनबाट बच्ने अवस्था छैन। त्यसकारण अमेरिकामा रहेर अमेरिकाको आप्रवासन नियम पालना गरिएन भने यसरी अहिले अमेरिकी आप्रवासन कारबाहीमा अहिले विभिन्न व्यक्तिहरू आप्रवासीमाथि कारबाही भइरहेको छ। केवल यो फेक म्यारिज मात्र नभई अन्य स्तरमा पनि आप्रवासीमाथि यस्ता कारबाहीहरू, निगरानीहरू, अनुसन्धानहरू भइरहेकाले सचेत हुने बेला